बिस्तारी बिस्तारी दुख्छ क्यों पर्यो फुरो रमाइलो गर्दै तर घाम लागिरहेको छ। हेलो सो आई होप सबैजना सन्चै हुनुहुन्छ। सो आज चाहिँ हामी म र मन्जिल चाहिँ हामी चाहिँ हिउँ खेल्न आएको छौँ होइन। यहाँ चाहिँ एउटा पार्क हो होइन। सो मन्जिल म चाहिँ आएको छ होइन। जापानिजहरू पनि टन्डै छ तर त्यसरी चाहिँ नहानै भाइ के अरे त्यो उडु गरेर नान दुख्छ के डल्लो नपारिकन हाने भइहाल्यो नि। सो त्यही नै हो, इन्जोय गर्नु होला है। सकेसम्म राम्रो बनाउने कोसिस गर्छु, त्यही नै हो। आज मेरो पन्जा छैन, हात त झर्न लागिसक्यो। अब त्यही नै हो, त्यो बाहुनले चाहिँ ल्याएको छ पन्जा, त्यही भएर हानै गर्छ। बाहुन चाहिँ झापाली हो है, एकदम गफ हान्छ है। रुममेट हो, सँगै बस्छौँ हामी। मेरो हात त छैन जस्तो भइसक्यो, त्यही हो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, इन्जोय गर्नु होला। लेट्स सी माई ब्लग। हेलो, सो मेरो चाहिँ हात लास्टै जाम भयो क्या, त्यही भएर मैले चाहिँ नगर्नु, मैले मजाले समाउँदैन क्या, मोबाइल झर्छ। सो यहाँ चाहिँ यसरी बनाइरहेको छ यस्तो, त्यही नै हो। एकदम चिसो छ गाइस। सो यस्तो टक्क हामी चाहिँ यसरी टक्क बस्दैछौँ। यहाँ चाहिँ जापानिजहरूले बनाएको होला। सो होइन, भत्काउन चाहिँ भएन, भत्का चाहिँ छैन, त्यही नै हो। सो आज चाहिँ सो रमाइलो भइरहेको छ। मन्जिल सानको पन्जा मागेर चाहिँ सो गरेको है। भए पनि मैले अघि रुमदेखि नै पन्जा नलाएर होला, लास्टै चिसो भइरहेको थियो हात होइन। हात त देखाउनै सकिने थिएन क्या, त्यही भएर अनि गर्दैछु। सो मन्जिल सान चाहिँ पछाडि छ, हात पन्जाले भन्दैछ। झापाली हो होइन, बाठो छ एकदम। रुममा पनि बाठो छ, डन जस्तो व्यवहार गर्छ, त्यही नै हो। सो हामी चाहिँ जापान आएर यही हिउँ खेल्यो आज, त्यही नै हो हाम्रो विकल्प। त्यहाँ चाहिँ जान दिँदैन रहेछ है, त्यहाँ चाहिँ उठाइदिन्छ है, चिप्लिन्छ भनेर होला कि गइरहेको त फेरि। हामी गाईको कुचिन भएर होला हामीलाई चाहिँ त्यस्तो अलाउड छैन फेरि है। हामी त जे कुरो नि सोचेर गर्नुपर्छ होइन, के गर्ने अनि फेरि यहाँ त सबै कुराहरू वाच गरिरहेको हुन्छ सबैले, त्यही नै हो। सो आज चाहिँ एकदम रमाइलो भइरहेको छ है। बिस्तारी दुख्यो। कुल डाउन ल, केही नि भएन ल। मेरो साथी चाहिँ एकदम आएर मलाई हान्न आएको थियो, एकदम लडियो, त्यही भएर म खोइ आई डोन्ट नो। ल खेल ल, खेल्नुपर्छ, इन्जोय गर्नुपर्छ, त्यही नै हो। धेरै दिनपछि रमाइलो जापान आएर रमाइलो महसुस भयो, त्यही नै हो। त्यो साथमा एउटा साथी चाहिँ चाहिन्छ, तर यहाँ सबै मतलबी हुन्छ। तर यो बाहुन चाहिँ प्याच भन्छ, त्यस्तो छैन। यो साला मलाई दुख्यो के हेरे बाहुन। सो हात चाहिँ एकदम ठिकिरहेको छ क्या, यस्तो पन्जा लाउँदा पनि। अघि मैले हिउँ खेलाएँ नि त यो हातले, सो त्यही भएर एकदम भइरहेको छ। त्यही हो, हामी चाहिँ दुईजना मात्रै हो। मलाई हेपेको होला है, केही गर्न सक्दैन भनेर मलाई हेपेको होला। त्यहाँ राम्रो आउँछ क्या त्यहाँ कन्टेन्ट हुन्छ यस्तै। लामो भयो 3 मिनटको। म र मन्जिल सान चाहिँ हामी चाहिँ यसरी हिउँ खेल्न आएको छौँ होइन। हात चाहिँ झर्ला जस्तो भइसक्यो, त्यही नै हो। सो हामी चाहिँ रमाइलो गर्दैछौँ होइन। एउटा पार्कमा आएर, यहाँ यो पार्कमा पनि जान दिँदैन रहेछ। यहाँ चाहिँ एकदम हिउँहरू जम्मा भइरहेको छ। सो हामीलाई चाहिँ एकदम रमाइलो भइरहेको छ। जापान आएकोदेखि फर्स्ट टाइम होला यसरी रमाइलो भएको है। सो हिउँ परेर नि होला होइन। अनि एउटा साथी पनि भएर होला होइन, झापालीले गफ लोत्ता हान्छ, त्यसपछि त मन शान्त हुन्छ, त्यही नै हो। हामी चाहिँ यसरी हिउँ खेल्न आएको छ। सो आज कामको बिदा नि भएर गएको नि बिदा, त्यही भएर हामी चाहिँ यसरी आएको मन्दिरमा चाहिँ, त्यही नै हो। हिउँहरू
एकदम फर्स्ट टाइम यसरी खेल्दा पनि चाहिँ रमाइलो छ तर अहिले खेल्दा तातो छ अब घर गएपछि चाहिँ जाडो हुने होला सो त्यही नै हो हेरिदिनु होला सो हामी चाहिँ आज यो खेल्न आएको छ म र मन्जिल शान्ति सो मिठो भइरहेको छ जापानमा आएर फर्स्ट टाइम यसरी खेल्दैछौँ हामी होइन म र मन्जिल शान्त त्यही नै हो हामी सबैजना सन्चै होला हेर्दै गर्नु मनोरञ्जन गर्दै गर्नु सो हाम्रो 15 लाख चाहिँ हामी यहाँ आज यसरी खेलेर सो गर्दैछु तर घाम लागिरहेको अब रोकिन्छ एकदम चिसो छ होइन त्यही नै हो अब म र मन्जिल शान्त होइन जापान आएर एउटा साथी भयो यही बाहुन हो यो चाहिँ झापाली हो गफ गरेर सकिँदैन जे भयो नि साथी हो नहान्न मुला दुख्छ नि यार ओहो साला भ्लगको लागि मलाई दुखेर हुन्छ दुख्छ के दुख्छ सो त्यही नै हो हामी चाहिँ यसरी खेल्छौँ अब आइया माला नहान्न भाइ नहान सो यस्तो तर यो पर्यो फुरुरु हिमाली भेगैमा कति चाँडो दिल बस्यो यहीँनिर तिमीमा साला बाहुन कस्तो भइरह बाहुन त्यो डल्लो पारेर नहान दुख्छु के डल्लो पारेर नहान भने बाहुन दुइटा आइज न त जस्तो डल्लो पारेर चाहिँ नहान के डल्लो पारेर बिल्कुल नहान्ने है हेलो सो आज चाहिँ यहीँसम्म बनाउँछु एकदम जाडो भयो क्या हातहरू नि रातो भइसक्यो त्यो चिसोले होला होइन अब चाहिँ हामी रुमतिर जान्छौँ त्यही नै हो है अब हल्का मनोरञ्जन दिने कोसिस गरिरहेछु हेरिदिनु होला सो है आई थिङ्क सबैलाई मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्नु होला त्यही नै हो जाडोले मुख पनि चिप्लिरहेको छ सो त्यही नै हो अब नेक्स्ट भिडियोमा बनाउँला सो भिडियो चाहिँ कहिले हाल्दैछु त्यही नै हो अब त्यही त हो नि अब जापानको लाइफ एकदम बिजी हुन्छ होइन अब त्यही नै हो सो हामी चाहिँ यसरी पार्कमा आएर सो यसरी मान्छेहरू टर्नुहुन्छ यहाँ चाहिँ सबैजना खेल्न आउँदो रहेछ होइन त्यही नै हो सो आजलाई चाहिँ यहीँसम्म है त्यही हो आई होप सबैजना सन्चै हुनुहुन्छ ल राम्रोसँग बस्नु है सबैजना त्यही नै हो बाई